nothing but the feeling, okay, that arises due to certain situations, experience, okay. So emotion भनेको चाहिँ एउटा भावना हो, ओके, भावना हो। त्यो चाहिँ कसरी उत्पन्न हुन्छ, हाम्रोमा कसरी आउन सक्छ भन्दाखेरि चाहिँ एउटा एक्सपिरियन्सबाट अनि एउटा सिचुएसन हुनुपर्छ चाहिँ आउन सक्छ। फर इक्जाम्पल, ओके, फर इक्जाम्पल तपाईलाई एक्जाम गर्नु हुँदैछ अरे, ओके, एक्जामको टाइममा चाहिँ यु फिल स्ट्रेस फिल हुन्छ कि हुँदैन, ओके, स्ट्रेस फिल हुन्छ नि, ओके, प्रेसर हुन्छ। त्यस्तै प्रकारले समटाइम यु निड मनी फर इन स्कुलमा यु निड मनी चाहिन्छ। त्यतिखेर मनी तिमीहरूले पाएन भने पनि यु विल बी इन ट्रबलमा पर्छ कि पर्दैन, पर्छ। त्यस्तै प्रकारले एनदर इक्जाम्पल, यु हेभ अ बेस्ट फ्रेन्ड, सबैभन्दा राम्रो साथी छ अरे, अन्त त्यो साथी चाहिँ एक दुई दिन पछाडि त्यो साथीले चाहिँ तिमीलाई मन पराउनु छोडेर अर्को साथीपट्टि त्यो साथी एट्र्याक्ट भएर अर्को साथी बनायो भने पनि एट द्याट टाइम यु फिल इन्सेक्युर फिल हुन्छ कि हुँदैन, होइन? मलाई किन यो साथीले मलाई किन छोडेर गयो, होइन, किन मेरोमा के कमी कमजोरी छ र मलाई चाहिँ मेरो साथीले चाहिँ के गर्यो, छोडेर गयो भनेर चाहिँ यु स्टार्टेड थिङ्किङ, यु स्टार्टेड एनालाइजिङमा आफै एनालाइज गर्छ कि गर्दैन। यु क्यानट एक्सप्रेस त्यो इमोसन, त्यो भावनाहरू चाहिँ तिमीले चाहिँ के गर्नु सक्दैन, एक्सप्रेस गर्नु सक्दैन, ओके। सो हामीले चाहिँ अन्त यसले चाहिँ के लिड गर्छ भन्दाखेरि चाहिँ यसले चाहिँ इफेक्ट पार्छ युर हाउ यु थिङ्क, तिमीले कस्तो प्रकारले सोच्छ, ओके, नेगेटिभ सोच्छ कि पोजिटिभ सोच्छ, ओके, इमोसनले चाहिँ, ओके। त्यस्तै प्रकारले बिहेभ कस्तो खालको बिहेभ गर्छ, एग्रेसिभ बिहेभ गर्छ, होइन, कुन बेला रिस उठ्छ कि, होइन, रिस उठ्छ कि उठ्दैन, त्यो खालको यु सोच बिहेभहरू सो गर्छ। अन्त इन्टरेक्ट विथ अदर, है, अरूसँग इन्टरेक्टहरू गर्दाखेरि चाहिँ कसरी चाहिँ तपाईँहरू चाहिँ अरूसँग इन्टरेक्टहरू गर्नुहुन्छ, है, तिम्रो इन्टरेक्टहरू गर्दाखेरि त्यो इन्टरेक्सन पोजिटिभ भएर जान्छ कि जान्दैन, त्यो कुराहरू चाहिँ हामीले चाहिँ यो सबै इमोसनमा आउँछ, ओके। यु क्यान सी different images of emotion like, okay, यहाँनिर दिएको छ कि छैन, यहाँनिर भन्नुहोस् त, यहाँनिर कस्तो खालको इमेजेसहरू छ, कुन सेट छ कि छैन, ह्याप्पी छ, सेड छ, एङ्ग्री छ, सरप्राइज छ कि छैन, ओके, छ, ओके। अब म तपाईँहरूलाई साधारण शब्दमा, ओके, इट विल इम्प्रुभ इन एकाडेमिक एन्ड डेली लाइफ, ओके। पोजिटिभ, हाम्रोमा पोजिटिभ इमोसन छ भने चाहिँ हाम्रो डे टु डे एक्टिभिटीमा अन्त एकाडेमिक पर्फर्मेन्समा पनि हेल्प गर्छ भनेर भन्दैछ, ओके। अनि अर्को छ प्रमोट सेल्फ रेगुलेसन, लर्निङ टु म्यानेज इमोसन, हेल्प स्टुडेन्ट स्टे फोकस, काम एन्ड रिलाइभ इन च्यालेन्जिङ सिचुएसन। यसले चाहिँ हामीलाई के गर्छ भन्दाखेरि चाहिँ काम बस्नुमा हेल्प गर्छ, ओके। अनि कुनै एउटा गोलमा हामीले फोकस गर्दैछौँ भने पनि त्यो गोलमा हाम्रो फोकस रहिरहन्छ भनेर भन्दैछ। अनि अर्को छ, अर्को के छ भन्दाखेरि चाहिँ इनहेन्स लर्निङ मेमोरी, ओके, जुन चाहिँ हाम्रो लर्निङ मेमोरी पावर छ, यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हामीलाई इफेक्टिभली कुनै कुराहरू पढेको छ भने पनि यादहरू गर्नुमा हेल्प गर्छ भनेर भन्दैछ। अर्को छ पोजिटिभ मोटिभेसन, हामीलाई यसले चाहिँ अ स्टुडेन्ट हु फिल कन्फिडेन्ट एन्ड सपोर्टेड इन मोर लाइकली टु सेट गोल एन्ड वर्क टुवर्ड देम, ओके। यसले चाहिँ हाम्रो हामीलाई मोटिभेसनमा हेल्प गर्छ, ओके। अनि हामीलाई आफ्नो कुन चाहिँ टार्गेट सेट गरेको छ त्यसलाई एचिभ गर्नुमा हेल्प गर्छ भनेर भन्दैछ, ओके। त्यस्तै प्रकारले अर्को छ नेगेटिभ इम्प्याक्टमा चाहिँ प्रोलङ मेन्टल हेल्थ इस्यु, ओके। प्रोलङ नेगेटिभ इमोसन्स सच एज स्याडनेस, फियर or anxiety can contribute to condition like